कुनै सरकार छैन। नेपालको संविधानले वंशजको आधारमा नागरिकता प्राप्त कुनै पनि नेपाली नागरिक प्रधानमन्त्रीका लागि योग्य मानेको छ। त्यसैले बालेन्द्र शाहज्यू, हामीलाई तपाईँ प्रधानमन्त्री हुनुभएकोमा तपाईँको अनुहारप्रति हाम्रो आपत्ति होइन र तपाईँले लोकतन्त्रका पक्षमा, पुनः स्वतन्त्रताका पक्षमा, जनजीविकाका पक्षमा, स्वतन्त्रताका पक्षमा, समानताका पक्षमा, राष्ट्रियताका पक्षमा बोल्नुभएका, गर्नुभएका व्यवहारहरूप्रति चाहिँ गम्भीर चासो, चिन्ता र सरकार छ। यसमा हामी तपाईँको सधैँभरि खबरदारी गरिरहन्छौँ। अब हामीले खबरदारी गरिरहँदा तपाईँलाई विरोध लाग्छ भने हाम्रो खबरदारी अनुरूप सुध्रिनुहोस्, मिडियालाई फुल्ने चौतारी बन्ने अवसर यो मुलुकमा सिर्जना गरिदिनुहोस्। त्यसकारण म तपाईँलाई गम्भीरतापूर्वक भन्न चाहन्छु, अझै पनि सच्चिने दिनहरू छन्। यो देशमा कुनै पनि सरकार अहिलेसम्म 5 वर्ष स्थिर चल्न सकेका छैन। स्वभावतः हामी सञ्चारकर्मीहरू स्थिर सरकारको पक्षधर हुन्छौँ, शान्तिको पक्षधर हुन्छौँ, लोकतन्त्रको पक्षधर हुन्छौँ। त्यसकारण तपाईँले गरेका व्यवहार, सरकार सञ्चालनमा हामी तिनै कुराहरू मात्रै प्रतिबिम्बित भएका छन् कि छैनन् भनेर हेर्छौँ। तर तपाईँकामा अहिले सूचना लिन जान सक्ने ठाउँ छैन।